हेलो नमस्ते सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदम सन्चै छु। मेरो परिचय भन्नुपर्दा मेरो नाम अशोक सिंह चाड हो। घर सुदूरपश्चिम प्रदेश बैतडी जिल्लाको शिवनाथ गाउँपालिका को एकदमै के अरे दुर्गम क्षेत्रै छ हाम्रो उता भनौँ। शिवनाथ गाउँपालिका वडा नम्बर 1 कुँड भन्ने ठाउँमा हो। र मेरो आज यो लाइभको एकदमै फर्स्ट भ्लग होइन, युट्युब जर्नी स्टार्ट गर्न गइराखेको छु। तपाईँहरूलाई के कस्तो लाग्छ कमेन्ट गरेर एकदमै प्रतिक्रिया दिन नभुल्नु होला। र मैले यो के अरे युट्युब जर्नी स्टार्ट गर्ने त एकदमै सोच पहिले सानैदेखि थियो, तर मैले विभिन्न कारणवश मैले स्टार्ट गर्न सकेको थिएन। आज म यता साइडमा होइन, कोही नभएको ठाउँमा आएर यो के अरे फर्स्ट भ्लग बनाउँदैछु। र तपाईँहरूको साथ सपोर्ट मायाको जरुरत छ मलाई। तपाईँहरूले साथ सपोर्ट गर्नुभयो भने म एउटा सोचेको जस्तो युट्युबर र भ्लगिङ गर्न सक्छु भन्ने मलाई पूर्ण विश्वास छ होइन। मैले के अरे युट्युबमा च्यानल बनाएर भिडियोहरू त पहिला पनि हालेको थिएँ। विभिन्न कारणवश त्यसमा भ्युजै नआउने, सब्सक्राइबै नबढ्ने, अनि त्यस्तै भएर आइडी फ्रिज भयो। मैले कन्टिन्यू दिन पनि सकेन। त्यही भएर मैले आज न्यू च्यानल खोलेर म एउटा भ्लगिङ गर्ने सोच लिएर आएको छु। मैले त्यही भ्लगिङको लागि भनेर मैले आइफोन पनि किनेको थिएँ अस्ति नै, अनि मैले अस्तिबाटै बनाउन सकेन। मलाई सोच त पहिल्यैदेखि थियो, सानैदेखि मलाई भ्लगिङ गर्ने एकदमै रहर थियो, तर फोन पनि थिएन त्यति क्यामेरा क्वालिटीको लागि। अब आइफोन पनि किनिहालेँ मैले, क्यामेरा क्वालिटी पनि एकदमै राम्रै छ भन्नु पऱ्यो। अनि तपाईँहरूले एकदमै माया देखाइदिनु होला। तपाईँहरूको साथ सपोर्ट बिना म केही गर्न सक्दैन। यदि तपाईँहरूले साथ सपोर्ट गर्नुभयो भने म पक्कै एउटा राम्रो कन्टेन्ट क्रिएटर होइन, एउटा राम्रो भ्लगर बन्छु भन्ने मलाई पूर्ण विश्वास छ। तपाईँहरूको माया साथ सपोर्टको जरुरत छ। र मेरो नयाँ च्यानल चाडजी भ्लग्स भनेर मैले युट्युबमा खोलेको छु, र त्यहाँ गएर सबैजनाले सब्सक्राइब गरिदिनु होला है। अनि यो मेरो फर्स्ट भ्लगलाई पनि एकदमै सेयर गरेर, लाइक गरेर, कमेन्ट गरेर एकदमै माया देखाइदिनु होला। मलाई अझ हौसला मिलोस् कि भोलिको दिनमा मैले राम्रो कन्टेन्टहरू क्रिएट गर्न सकौँ भनेर हौसला दिलाइदिनु होला। र लास्टमा के भन्न चाहन्छु भने मैले तपाईँहरूको माया बिना म केही गर्न सक्दैन। तपाईँहरूले जति सपोर्ट देखाउनुहुन्छ त्यति नै म राम्रो कन्टेन्टहरू बनाउने छु। कन्टेन्टहरू अनि आफ्नै भाषामा बनाऊँ कि भनेर पनि सोचिरहेको छु। मेरो बैतडीली भाषा, आफ्नै गाउँघरको भाषामा बनाऊँ कि भनेर सोचिरहेको, त्यो पनि म गर्नेछु। तपाईँहरूले कमेन्ट बक्समा एउटा राम्रो सुझाव दिएर जानु होला। यो मेरो फर्स्ट भ्लग, आजको मेरो फर्स्ट भ्लग यति नै भन्छु। र मिल्नेछौँ हामीहरू नेक्स्ट भिडियोमा। त्यति दिनसम्मको लागि बाई बाई, लभ यु।